ए यो ढुङ्गा हटाइदिउँ? हटाउने होइन, अहिले यही ढुङ्गामा ठोकिएर दुर्घटना हुन्छ। बरु लुकेर भिडियो बनाऊ अनि सरकारको विरोध गरौँला। खरानेले एउटा ढुङ्गासम्म हटाउन अरू त के नै गर्ला, यस्तो पनि हुन्छ? हेलो नेतज्यू, यहाँ बाटोमा ठुलो ढुङ्गा हटाइएन, त्यसैले दुर्घटना भयो, संसदमा बोलिदिनुस्। हुन्छ हुन्छ हुन्छ। यो सरकार के गरेर बसिरहेको छ? एउटा सडकको ढुङ्गासम्म नहटाउँदा जनतालाई शास्ति भएको छ, दुर्घटना भएको छ। खराने भ्रष्ट सरकार राजीनामा दे, राजीनामा दे। खराने भ्रष्ट सरकार राजीनामा दे, राजीनामा दे। अब हामी यसै गरी सरकारको विरोध गर्यौं भने यो सरकारको आयु धेरै छैन अनि हाम्रो पालो आउँछ। आज म तपाईहरुलाई भन्दैछु, हाम्रो देश बन्न नदिने, देशमा भएका मान्छेहरूलाई बाँड्ने, उफार्ने, लडाउने, द्वन्द्व गराउने 4 जना नेताहरूको नाम भन्छु। यिनीहरूको काम भनेको चाहिँ कस्तो खालको हुन्छ भने खाली रवि दाइ र बालेन दाइको विरोध मात्र गर्ने, जस्तो सुकै राम्रो काम गरोस् त्यसलाई नराम्रो नै देख्ने, जनता उचाल्ने, पछार्ने, लडाउने 4 जना नेताहरू छन्। ती को हुन् र तिनीहरूले के गर्न खोजिरहेका छन्? वास्तविक कुरा म तपाईहरुलाई भन्दैछु, यो भिडियो तपाईहरुले अन्तिमसम्म हेर्दिनु होला है। साच्चीकै तपाईहरुलाई देशको माया छ भने, देश परिवर्तन भएको हेर्न चाहनुहुन्छ भने यी कुरा त तपाईलाई थाहा नै होला। हर्क साम्पाङ, आर्यन राई, ध्रुव राई, यिनीहरूको एजेन्डा भनेको नै कसरी हुन्छ? जनतामाझ जाने, अहिलेको सरकारलाई असफल देखाउने, जस्तो सुकै राम्रो काम गर्यो संसदमा जाने, विरोध गर्ने, कसरी हुन्छ सरकारलाई गाली गर्ने, पछाडि पार्न खोज्ने के? देश परिवर्तन भएको होइन। यिनीहरू भनेको आफू परिवर्तन हुन खोज्ने हुन्, तर हरेक नेपाली जनताहरू सचेत छन्। सचेत नेपालीहरूले राम्रोसँग हेरिरहेका छन्, राम्रोसँग बुझिरहेका छन्। नेपाली जनताले राम्रोसँग हेरिरहेका छन्। हर्क साम्पाङले कस्तो काम गर्छन्, उनले काम भन्दा पनि बढी विरोध मात्र गर्छन् भन्ने कुरो चाहिँ हरेक नेपाली जनताले बुझिसकेका छन्। र यी झुक्किएर सांसद भएका 3-4 जना नेताले विरोधका विरोध राजनीति के हो भन्ने कुरा बुझेका छैनन्, जनताको मर्म दुःख के छ भन्ने कुरा बुझेका छैनन्। तर पनि यिनीहरूको एजेन्डा भनेकै अहिलेको सरकारलाई असफल देखाउने, कसरी हुन्छ विरोध गर्ने। यिनीहरूको दिन रातको मेहनत भनेकै गाली गर्ने मात्र हो। यो कुरा त तपाईहरु सबैजनालाई थाहा नै होला, तपाईहरुले बुझिसक्नु भएको होला। वास्तविक कुरा चाहिँ जे हो यही भिडियोले दर्शाएको छ। तपाईहरुले यो भिडियो चाहिँ हेर्नु भयो होला हैन? तपाईहरुलाई यी नेताहरुलाई तपाईहरु के भन्न चाहनुहुन्छ? आफ्नो विचार जस्ताको त्यस्तै कमेन्टमा राख्नु होला र यो भिडियोलाई चाहिँ सक्दो भन्दा सक्दो शेयर गरिदिनु होला है, ताकि विश्वको कुना काप्चामा बस्नुभएका हरेक